दिनको अन्त्यसँगै मेरो चाहिँ अब घर जाने ड्युटी खत्तम गरेर ड्युटीको नि अन्त्यसँगै म पनि रुममा जाँदैछु साथीहरू। रुममा जाँदा चाहिँ हजुरहरूलाई एकदम राम्रो राम्रो भ्यू देखाउनेछु। मैले के देख्न पाउनुहुन्छ जाँदाखेरि बोटमा चढ्छु म होइन यस्तरी। अनि यहाँबाट धेरै राम्रो भ्यूहरू देख्न सक्नुहुन्छ। पानी अनि यो ढुङ्गा पुराना, यो चाहिँ धेरै पुराना हो। रातिको नजारा हेर्नुहोस् साथीहरू, यस्तो राम्रो देखिन्छ। अनि यो ढुङ्गा चाहिँ यस्तो दामी मजा हुन्छ नि, राति चाहिँ एकदम हावा सर फाल्छ र अनि यसरी प्लेनहरू उडेको पनि देख्न सकिन्छ माथि माथि। अनि साइडमा बिल्डिङहरू हेर्नुहोस् कस्तो राम्रो, अनि बिल्डिङको लाइट अनि यो पानीमा छाया पर्दा कस्तो देखिन्छ। यो चाहिँ दुबईको पुरानो मल जस्तो छ, यो के भन्छ ल थाहा छैन, तर यो चाहिँ एकदम राम्रो देखिन्छ। यहाँबाट हेर्ने भने उहाँ पारि बिल्डिङ पनि देखिन्छ, हेर्नुहोस् त्यो रातो बत्ती बोल्दैछ। अनि यहाँ हामी चाहिँ हिँड्दै गर्दा हेर्नुहोस् यो आरटिएको यो ढुङ्गा यस्तो फास्ट चलेछ, तर हाम्रो चाहिँ सुस्तै हिँडिरहेको थियो। अनि यहाँबाट हेर्नुहोस् त्यो मस्जिद पनि देखिन्छ। अनि यो बिल्डिङ भयो। अनि एक्कासी हेर्नु साथीहरू यो साङ्लो कक्रोच ग्याङ आएर धन्य आक्रमण गरिरहेको थियो हामीलाई। अनि हेर्नु यो त्यसपछि म यो बिल्डिङ देखेर म के भनौँ के साथीहरू। अनि चाहिँ म चाहिँ अब फाइनली झर्ने ठाउँमा आइसकेको छु। झर्ने ठाउँमा आएपछिको नजारा पनि हेर्नुहोस् यस्तो बवाल छ नि, के भन्नु र तपाईँहरूलाई साथीहरू। हो मा गुटुरु ल भन्न मन लाग्यो होइन। अनि हाम्रो चाहिँ यो ढुङ्गा ल्यान्ड गर्ने क्रममा छ, हेर्नुहोस् अगाडि यस्तो भइसक्यो। र फाइनली हामी पनि ल्यान्ड गरिसक्यो मेरो डेस्टिनेसनमा। यहाँको लाइटहरू हेर्नुहोस्। अनि मलाई हेर्नुहोस् म पनि एकदम खतरै देखेछु है। अनि अब म पनि झर्छु है, हिँडिरहेको थियो हल्का ढुङ्गा। अनि म नि के भयो त ल फेरि फाइन आयो भने भनेर यसो रोकेर झरेँ। अनि म हिँडिहालेँ साथीहरू। अनि पछाडिको नजारा हेर्नुहोस्, पछाडिको बिल्डिङ हेर्नुहोस् यस्तो राम्रो। अनि यताउति के भनौँ र खै माया धोका दिनेलाई भने जस्तै फाइनली। अनि एउटा कुरा चाहिँ साथीहरू होइन, मलाई एउटा यो कुरा अचम्म लाग्यो, ल तपाईँलाई म देखाउँछु रोक्नु है त। मेरो यहाँ सामने यस्तो दामी पसल थियो दोकान, यहाँ हेर्नुहोस् क्याप टोपीहरू बेच्न राखेको होइन। ओहो पैसा थिएन नत्र मैले यहाँ मध्ये 2-3टा क्याप र 2-3टा ब्याग अनि 2-3टा चस्मा चाहिँ पक्कै किन्थेँ कि पैसा नभएर मात्रै। यस्तो बवाल दिन्छ नि, यहाँ चाहिँ धेरै मार्केटहरू रहेछ हेर्नु साथीहरू। मार्केटमा यस्तो बवाल सामान बेच्न राखेका छन्। र फाइनली म यो गल्लीबाट आफ्नो रुम जाने बाटोतिर छिरिसकेँ। अब यहाँबाट चाहिँ राम्रो अब हेर्दै जानुहोस्, यो गल्ली पनि राम्रो छ होइन। अनि रोक्नु है त, तपाईँलाई मैले यस्तो भ्यू देखाउँदैछु। यहाँ चाहिँ तपाईँहरू यस्तो सक्नुहुन्छ क्या होइन। यहाँ एउटा बिल्डिङमा हेर्नु साथीहरू, यिनी गुडियाहरू सबै भूत जस्तो भएर खडा भइरहेको क्या होइन। यो चाहिँ डमी हो, कपडा छन्। यो मस्जिदको सिन हेर्नुहोस्, ओहो राति यस्तो बवाल देखिन्छ होइन। दुबईमा चाहिँ राति यहाँ घुम्न एकदम ठिक हुन्छ कि। यहाँ हेर्नु रोड पनि सुनसान छ, जेब्रा क्रसिङमा पनि राम्रो छ। अनि जेब्रा क्रसिङ गरिसँगसँगै म चाहिँ अब साथीहरू यहाँ आउँछु ल, हेर्नुहोस् है त म तपाईँलाई देख्छु। ओहो यो हेर्नु मस्जिद, यो रातिमा चाहिँ मस्जिद यस्तो दामी देखिन्छ। फाइनल साथीहरू म यहाँ आइसकेको छु। यो हो बोनटोन मिना बजार भन्ने ठाउँ हो। यहाँ हेर्नुहोस् यिनी हिरोइनका फोटाहरू पनि छन् राम्रो। कुन हिरोइन तपाईँलाई मनपर्छ ल यसो बताइदिनुहोस् त ल। अनि यो ठाउँलाई ककुनले चिन्नुहुन्छ, ककुन आउनुभएको छ यसो बताइदिनु होला मलाई। फाइनली अब म यहाँबाट बाटो क्रस गर्दैछु साथीहरू। यहाँ चाहिँ यस्तो गाडीहरू हेभी गाडी फास्टमा आउँछ नि, त्यही भएर यस्तो समय लाग्छ। अनि मलाई हेर्नुहोस् साथीहरू, म रुममा अब कस्तरी पुग्छु भन्दै हिँडिरहेको छु। तर के गर्नु, ड्युटी सकेपछि रुममा जान हातहरू लगाइहाल्छ। अनि यहाँ कार्टुनहरू यस्तो बाँधिरहेको छन्। अनि यहाँ चाहिँ यस्तो कपडाहरू बेच्दैछन् हेर्नुहोस्। अनि म चाहिँ इभ्री नाइटको अगाडि आइसकेको छु साथीहरू। इभ्री नाइट सँगसँगै अब मेरो पनि नाइट सुरु भयो। अब नाइटभरि सुतेर फेरि भोलि नै उठेर ड्युटी जाने पाला आइहाल्छ। अनि यहाँ एउटा दाइले हाई गर्दै हुनुहुन्छ होइन। अनि यहाँ बिरालो पनि बाटो मेरो रुममा जाने बाटो आइसक्यो। र फाइनली साथीहरू म पनि रुममा आइसकेँ। अनि हजुरहरूलाई भिडियो कस्तो लाग्यो, आगामी दिनमा पनि तपाईँहरूलाई मैले यस्तै भिडियोहरू लिएर आउनेछु। एकदम मलाई लाइक सब्सक्राइब गर्नु होला, सपोर्ट गर्नु होला ल है त साथीहरू। यो भिडियो यहीँ अन्त्य गरौँ हजुरहरूलाई, बाई, लभ यु।